यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। के बोले भाइ? के बोले? आइसोलेसन अब घरमै चाहिँ नि क्वारेन्टाइनमा बस्दाखेरि त्यो पनि एक प्रकारको 2-2.5 महिनासम्म त रमाइलोसँग गयो। त्यसपछि अलिकति कसो कसो उकुस मुकुस हुन थाल्यो। तर पनि त्यसलाई मैले कसरी लिएँ भनेदेखि त्यो क्वारेन्टाइन आइसोलेसन भने एक प्रकारको जेलै हो नि। कथम कदाचित भोलि केही कारणले जेल जान पर्यो भने राम्रो प्र्याक्टिस भएको छ होइन। तपाईँ भन्नु भर्खर चिन्जानमा म त्यति तपाईँसँग क्लोज हुन सकेको छैन। बिहा भयो कि भएन? भइसक्यो। त्यसरी क्लोज हुने नि के मतलबै भएन नि। क्या बक रहे हो मादरचोद? धेरै मिलाएको छ किनभने जस्तो त्यहाँ बियर खासिन्छ, म बियर खान्छु है। अनि म फेरि मसाजको शौकिन पनि हो। म प्राय हरेक महिना जस्तो म स्पामा जान्छु। त्यो को फेला पर्छ थाहा छैन। एक दिन तपाईँहरू मसँगै जाउँला नि। जीवनमा चाहिँ धेरै मान्छेलाई हँसाउँछु। अब ऋषिदाईबाट पनि मैले त्यो धेरै कुरा अनुसरण गरिरहेको छु अहिले पछिल्लो समयमा। नसुत्ने उहाँ 2 घन्टा सुत्नुहुन्छ, म 4 देखि 5 घन्टा सुत्छु। त्यसरी सुत्नु भएन भने त एलिजाजी जस्तो तपाईँको बुढी पनि छोडेर हिँड्दैन। तपाईँ धेरै पिउनुहुन्छ किन? के पानी पिउनुहुन्छ? पानी पिएन भने किडनी बिग्रिहाल्छ। अल्कोहल पनि पिउँछु। कति खानुहुन्छ? कति प्यान? नलाग्यो हुन्छ। त्यो सानसानो केटाकेटी अलि भने भए बेग्लै हुन्थ्यो। यो तरुणी बरुनीले अङ्कल भनेको असाध्यै मनपर्छ। किनभने अङ्कल 2 प्रकारका हुन्छन्। एउटा केटाकेटी भाडाबुढीहरूले भन्ने अङ्कल, अर्को वर्षा जस्तो तरुणी बरुनीले भन्ने अङ्कल। त्यसमा के छ भने फरक स्पेलिङमा फरक छ। केटाकेटी भाडाबुढीहरूले भन्ने अङ्कललाई UNCLE अङ्कल भन्छन्। वर्षा जस्ता तरुणी बरुनीले भन्ने अङ्कललाई चाहिँ ONCALL कल। गरियो फर्स्ट टेक गर्यो, सेकेन्ड टेक मेरो मिस्टेक भयो कि के मिस्टेक राखेको मिस्टेक भयो। उहाँले जड्याङ पिङ्गललाई हानेको मेरो त एउटा गेडो फुट्ले जस्तै भयो। पनि एकदम यङ फिल गर्नुहुन्छ पक्कै पनि लाग्छ होइन। त्यस्तो लाग्दाखेरि कहिले काहीँ एकदम आफूलाई मन परेको हिरोइनहरूसँग डेटिङ जाउँ होइन टाइपको अलिकति त्यस्तो खालको फिलिङ्सहरू मिस गरे जस्तो हुन्छ। त्यस्तो फिलिङ आउँदैन किनभने भने मान्ने केटी भइदिए भए पो यसो आश गर्छ। टेर्दैन। अब मैले भन्नु न, अब अहिले नडाँटी भन्नुपर्दा अब तपाईँसँग नि यसो के आश लागेको छ? कसैले मेरो अगाडि हाई गर्छ नि, त्यो कसैले गर्दैन। मलाई धेरैजनाले औँला टोकिदिएका छन्। किन हजुर? त्यो कसैले मेरो अगाडि हाई यो टन्सिल सुत्दै देख्ने हाई गर्छ नि, म औँला स्या। मेरो खराब पानी छ, मेरो खराब। तपाईँलाई मन पर्ने युवतीको केटीमा को? महिलामा को? पुरुषको विपरीत। अनि नाम भन्नुहोस् न त। जस्तो नाम त के तपाईँलाई अहिलेसम्म मन पराएको? हरिमाया, सीता, लक्ष्मी के हुन्छ के केटी चाहिँ म हेर्छु। बाटोमा हिँडेको केटीहरू चाहिँ असाध्यै आँखा हो हेरिन्छ, देखा पर्छ। हेर्नै पनि पर्छ किनभने नि यदि मैले त्यो बाटोमा हिँडेको केटीहरूले हेरिदिनु भने पाप लाग्छ। जब आदमी का उम्र गुजरता जाता है तब जहाँ जहाँ बाल होना चाहिए वहाँ वहाँ नहीं होता है, जहाँ जहाँ नहीं होना चाहिए वहाँ वहाँ होता है। समझ रहे हो ना? अब राजाराम पौडेलजी 21औं शताब्दी भनेको त विज्ञान र प्रविधिमा चमत्कारको शताब्दी हो होइन? कार र रकेटको युगमा तपाईँ किन स्कुटरमा? भेरी गुड क्वेश्चन। नभएर कार पनि छैन, रकेट पनि छैन, त्यही नभएर
दुईजना जोडी मिलाएँ होइन तपाईँले आफ्नो जोडी आफै बोलाउनु पर्ला जस्तो छ हामीले बोलाउँदा आउनु भएन फिल्ममा त दिएनन् होला जोडी तपाईँलाई तर अब यहीँ भए पनि बोलाउनु मौकामा चौका गौरी यहाँ आउनु पर्यो ल मेरो जोडी हुनु पर्यो अरे हस्दा है सुरुमै कसले पोइ भन्छ त